सञ्चारी पूजाको लागि आज समाज भवनबाट जाँदैछ कलमजोत। गइसक्यो टोटल 9 वटा मेन एउटा अरु ठुलो चेयर टेबल तिरपाल गमला यता उला त कसले नि भिडियोमा तपाईँ दिएन खालि भिडियोमा उता नि देखाइदिनु अस्तिको साफ सफाइमा उला किन नदेखाएको समाजको सबभन्दा खतरा हाम्रो खतरावाला यहाँ मदन हेभी काम गर्ने मान्छे सबभन्दा धेरै खट्नी गर्ने सबैभन्दा अलिकति भन्छु नि यता पनि अब समाज भन्ने चिज अब यसरी चलेर आएको यहाँ हाम्रो चिराग दा अब यहाँ जे जसो भयो भने नि यहाँ हाम्रो रविन्दाहरू हो तपाईँ काम गर्ने यति नै हो। लेकिन अब त्यस्तै हो समाज यसरी चलिरहेको ठाउँै यस्तो हो। लेकिन यही उदाहरणले मान्छे आज एकजुट भएर आज पूजामा आउनुहुन्छ होइन। म त एउटै कुरा भन्छु समाजमा क्वान्टिटीले हुँदैन क्वालिटीको मान्छे चाहिन्छ हामीलाई। 2-4 जना यति नै छ हामी सबै भाइहरू हो हामी गरिरहेको हो। हाम्रो चिराग दा अब हो हिजो मोडाको पार्टी थियो चिरागको 700 जनाको आज 700 ल अब जानुपर्छ ल रविन्दा अब सञ्चारी पूजा तर खोलापट्टि जाँदैछ। औडा भइल ल्याउनु ल फरुवा अब यता माग्नु नि त कसैको दिन्छ त यहाँ मान्छे गर्नु नि ढिलो हुन्छ त्यहाँबाट यहाँ खाँदै गर्दै भइहाल्यो माथि यत्रोमा हुन्छ होइन माथि घुम्नै परेको पैसाकै ल्याउनुहुन्छ ल हुन्छ यत्रोमा हुन्छ हेर्नुहोस् त यत्रोमा डाइनिङ हल बनाएको यहाँ सञ्चारी पूजाको लन्च छ महाभोग जस्ट यो पानी ट्याङ्की बालासन रिभरको किनारैमा छ यो गुम्बाबाट 500 मिटर भित्र। मर्निङको यो हामीले मिलाउँदैछु यता चाहिँ पूजा हुन्छ। सञ्चारी पूजाको यहाँ एरेन्जमेन्ट गरेको छ यो ग्राउन्ड करमजोतको ग्राउन्ड छ।